किन्नुहुन्न, सपिङ गर्नुहुन्न, किनभने अब धनतेरस आउँदैछ। त्यसैले सामान्य हामीले हेरौँ धनतेरसका दिन त एउटा सानो दीपावली पनि हो, लक्ष्मी पूजा पनि हो, बजारमा किनमेल रौनक यसै दिनबाट नि सुरु हुन्छ। तर हामीले धेरै विलासिताका सामग्रीहरू, महँगा सामानहरू किन्दैमा लक्ष्मीको धन आगमन हुने होइन। आवश्यक छ भने यस दिन किनमेल गर्ने, महिना 4-5 महिना अगाडिदेखि पर्खेर बसेका छौँ भने 13 गुणा वृद्धि हुन्छ, हुन्छ। 13औं तिथि पनि हो, त्रयोदशी हो, राम्रो दिन हो धनतेरसको दिन। र अब त्यस कारणले गर्दा हामीसँग छैन, ऋण खोजेर कुनै सामग्री किनिराख्नु पर्दैन। आउनुहोस् अब महत्त्वपूर्ण 13वटा कुन सामग्री हुन् जो धनतेरसका दिन हामी किन्दाखेरि राम्रो हुन्छ। ती सामग्रीहरू